ल अब हामी यो ब्याकग्राउन्डमा देखिरहेको हामी चाहिँ नारायणघाटमा चाहिँ आइपुगेका छौँ। यो हाम्रो नारायणघाट बजार। अब देख्नु होला हामी कहाँ पुग्दैछौँ। अघि मैले भनिसकेको छु। अब हामी सर र माइक्रो लिएर जाँदैछौँ। यहाँ शिव सर पनि हुनुहुन्छ। हामी सर कहाँ जाँदै अरे भन्नु त? हामी अयोध्या है। राम भगवानको प्राण प्रतिस्थापन गरेको ठाउँमा। ल त्यसमा गएर भेटौँला। त्यहाँ गएर म भिडियोहरू अपलोड गर्दै गर्छु। हामी त भक्तिभावले चाहिँ भक्तिभावले अब भ्रमण गरेर जाँदैछौँ। हजुर ल साथीहरू, आज हाम्रो यात्रा हुँदैछ है। मैले अघि नै भनिसकेको छु जाने ठाउँ। अब हामी गाडी चढ्दैछौँ नारायणघाटमा होइन। अब हाम्रो साथीहरू यतापट्टि सिटमा पुरै व्यस्त हुनुहुन्छ है। म साथीहरूलाई देखाउँछु पालो। ल है के हुन्छ ल है हेर्नुहोस् है को हुनुहुन्छ। हेर्नुहोस् है को हुन्छ पछाडि हेर्नु है। ल हेर्नु है हाम्रो सबै साथीहरू सिटमा। ल है त्यहाँ कालो चस्मा लाउने हेर्नु यो हाम्रो रेशम चौधरी भन्छु किन्नुलाई। त्यो कालो चस्मा लाउने रेशम चौधरी होइन, रेशम चौधरी उहाँ रेशम चौधरी होइन हो। हात लाउनु भयो नि नन्दु सर। ल अब मलाई यहाँ देख्नुहुन्छ नि होइन। म पनि एकदम अगाडि सिटमा छु है। म अगाडि सिटमा बसेको कारण थाहा छ हजुरहरूलाई? थाहा छैन भने म लास्टमा भन्छु है। यो पछिको भिडियोमा भन्छु कि म किन बसेको अगाडि। त्यो ड्राइभरको सिटको यतापट्टि ड्राइभर सिटभन्दा पछाडि यता साइडमा छु कि म है। एकछिन पछि भन्छु म किन हो यो। ल हस् धन्यवाद है त। ल हेर्नु साथी हो, हामी लागिसक्यौँ राम मन्दिर मैले भनिसकेको छु हजुरहरूलाई। यो नारायणी पुलबाट सर यो हाम्रो के गाडी अरे फोर्सको गाडीमा हाम्रो साथीहरू 12 जना साथीहरू चाहिँ लागेका छौँ होइन। अब देख्नु होला कति राम्रो ठाउँ छ। यसरी घुम्नै पर्छ, घर मात्र बसेर हुँदैन नि साथी हो। ल है ल हाम्रो पूर्व पश्चिम हाइवे। ल हेर्नुहोस् साथी हो, हामी कुन ठाउँ पुग्यो होला गेस गर्नुहोस्। आफै गएर गेस गर्नुहोस् है। ल हेर्नुहोस् यहाँ त बाबा नितौ फारेर सीमा छैन। हाइवेको अवस्था यस्तो छ। सायद 1 वर्षमा त कम्प्लिट होला नि है। के लाग्छ हजुरलाई? होला त? ल हेर्नुहोस् है, हेर्नुहोस् अब ठ्याक्कै मिलाउनेलाई चाहिँ हामी उपहारको व्यवस्था पनि गर्नेछौँ। ल कति समयमा होला त बाटो होला हेर्नु है, भन्नु। यो पूर्व पश्चिम भएको हाइवे। ल साथीहरू सम्पूर्णलाई मैले यो सुनौली बोर्डरमा हजुरहरूलाई स्वागत गरेँ। अब हामी एकछिन सुनौली बोर्डरबाट टक्क लाएर हिँड्दै यो नेपालको भूमिबाट अब इन्डियाको भूमिमा प्रवेश गर्न लागिरहेका छौँ। म सर र ब्याकग्राउन्ड देखाउँदैछु। साथीहरू यता हुनुहुन्छ, आइरहनु भएको छ है ब्याग बोकेर होइन। हस् कोही अगाडि जानुभएको छ, कोही पछाडि हुनुहुन्छ। अब यहाँ हेर्नुहोस् ब्याकग्राउन्ड हेर्दै गर्नु होला। ल अब हामी नेपाल र इन्डिया भारतको सिमानामा सुनौली बोर्डरमा छौँ। गेट देखाउनुहोस् नेपाल। गेट मैले पुरा देखाइरहेको छु सर। ल हेर्नुहोस् है फाइनली अब हामी नेपालको सिमानाबाट छोडेर अहिले इन्डियामा प्रवेश गरेका छौँ। देख्न सक्नुहुनेछ इन्डियाको जलाएर यो ठाउँमा हामी हिँड्दैछौँ। आउनुहोस् सर। ल अगाडि यात्रा गाडी बढिरहेको छ। अगाडि बस अगाडि जानु म हेर्दैछु सर। ठिक छ नि? तपाईँ यता हाई भनेर जानुहोस्। हाई ल हाई भनेर आउनुहोस् सर। अगाडि उतै अगाडि बस्नु सर। हाई भनेर 3 जना जानुभयो हाई भनेर। ल हाम्रो भाइ छोरो के नाम बाबु तिम्रो?
मेरो रबिन महतो। ल रबिन अगाडि जाऊ ल विक्रम सर यहाँ हुनुहुन्छ है ब्यागको लाएर नमस्ते। हामी अगाडि बढ्दैछौँ। र साथी हेर्नुहोस् भारतको कति लामो छ गाडी, कति सिट छ ल भन्नुहोस्। अब हाम्रो नेपालमा भएको भए यसलाई त ट्रनिकै लिन पुग्थेन होला है। हेर्नुहोस् त ल गर्नुहोस् है। 1 2 3 4 5 6 7 8 9 10 11 12 बाबा ए ल हेर्नु कति लामो छ ल हेर्नु हेर्नु ल हेर्नुहोस्। हामी गोरखपुर ट्रेन स्टेसनमा छौँ अहिले। हामी जाँदैछौँ अयोध्याको राम मन्दिर। बोलिए भैया पॉपकॉर्न खाइए टाइम पर। बोलिए अब हाम्रो यो भ्लगमा चाहिँ मैले के भन्दैछु भन्दाखेरि अयोध्या जम्मा 10 किलोमिटर बाँकी छ। यो गाडीले चाहिँ के गरिदियो भन्दाखेरि यहाँ आएर अहिले 10 किलोमिटर बाँकीमा चाहिँ खाजा खुवाउने रोक्यो। अब खाजा खाने कि नखाने एकदम कन्फ्युज भयो कि। जियोस् चायसँग खानु पर्ला। ल साथी अब हामी ठ्याक्क अयोध्यामा झरेर अब ई रिक्सा लिएर अब होटलतिर जाँदैछौँ होइन भाइ। हामी अयोध्याको होटलमा जाँदैछौँ होइन। जय श्री राम। जय श्रीराम। त्यस अयोध्याको महत्त्वबारे प्रकाश केही भनिदिनु न। ये अयोध्या बाईपास सूर्यस्तम गेट है सामने। सूर्यस्तल गेट है ल चलाओ ल है साथी अब हामी लाग्दैछौँ। अयोध्यातिर साथी हो यो छोटी माईको वो तो राम जी को हर जगह हर दिल में है। वो बड़ी बात राम जी सब दिल में है। नेपाल में है वे अयोध्या है। नेपाल के हालत अच्छे हो गए। अच्छे हो गए चलेगा। वहाँ भी मोदी जी को लाइए। ल फाइनली हामी अहिले अयोध्यामा आइपुगेका छौँ। रामको नगरी अयोध्या। अब हामी राम्रो होटल खोज्ने तर्खरमा छौँ। अब हेर्न सक्नुहुन्छ दृश्य सर लाएर हामी साथीहरू सब भएर हिँड्दैछौँ। अब आज मन्दिर दर्शन गर्न सकिएन। भोलि बिहान म मन्दिरको दृश्य राम मन्दिर
अर्को दृश्य देखाउनेछु। हस्त धन्यवाद। उताबाट जान्छ पेटीबाट रमाइलो छ अयोध्या, हातमा खानेकुरा। एउटा चाहिँ राम्रो पक्ष भनेको नराम्रो पक्ष भनौँ, यहाँ हरन साह्रै चर्को भन्दो रहेछ क्या। हामी अहिले अयोध्यामा आइपुगेका छौँ। होटल खोज्दै हुनुहुन्छ साथीहरू र केही साथी अलपत्र पर्नुभएको छ। यहाँ एकजना अलपत्र परेर बसिरहनु छ कृष्ण सर। ए नवराज सर पनि यहाँ अलपत्र परेर बस्नु ए हाम्रो प्रतीक्षा गर्नुभएको यी अलपत्र पर्नुभएको अर्को सर हुनुहुन्छ यतापट्टि हरिराम सर। केही नभएर मोबाइल चला भन्न है अलपत्र पर्न साथीहरू होटल खोज्दै हुनुहुन्छ। यी यता अर्को अलपत्र पर्न पेटीमा हेर्नु त ए हाम्रो भाइ विदेशको छोरा है अलपत्र पर्नु भएछ, बर्बाद भयो सर। हेर्नु त हामी त अलपत्र पऱ्यो है। साथीहरू होटल खोज्दै हुन्छ है नातिनु फेरि ल साथी हेर्नुहोस् है। तर दृश्य पनि म हजुरलाई देखाउँछु ल, बाटो देखाउँछु ल। अयोध्याको सिटी सवारी गर्न आउनुहुन्छ हेर्नुहोस् ल, हेर्नुहोस् है हेर्नुहोस् आउनुहोस् अयोध्या आउनुपर्छ। ह्याप्पी दसैँ, ह्याप्पी छठ। ल फाइनल्ली हामी चाहिँ अहिले होटलभित्र छौँ, होटलको रुममा। यतापट्टि सुरु सर पल्टिनु भयो, यता म पल्टिरहेको छु, यतापट्टि एसी रुम रहेछ है। हेर्नुहोस् है वकिल साहब आउनुहोस् यहाँ। अब म पल्टिँदैछु। रुम सानसानो छ तर राम्रो छ, कम्फर्टेबल छ। एक दिनको यो रुमको चाहिँ लगभग 400 साढे 400 जति पर्यो। हामी 3 जना सुत्दैछौँ। यहाँ सुरेश सर यता हुनुहुन्छ, उतापट्टि वकिल साहब हुनुहुन्छ, यता म छु। अब एसी छ, यति भएपछि भयो होइन। भोलि अब एकैचोटि बिहान अब पराठा, पनीर पराठा, मिक्स पराठा, चाउमिन। साधारण थाली 120 होइन। मटर पनीर 4 रोटी, हाफ चावल 200, मटर बटर मसला 220, कढ़ाई पनीर 220, पनीर हाँडी के हो यो नाम त गाह्रो गर्छ त हो मलाई त। के खाने होला खाजा भातमा के खाने होला भन्दाखेरि ल साथीहरू भन्नु पऱ्यो। यो पान हाम्रो अयोध्यामा बनेको पान, बनाइएको पान। अब हामी हाम्रो पान बनाउने भाइजी यहाँ हुनुहुन्छ, मिठो बनाइदियो ल। आप लोग लांगड़ी प्रसाद लेते हैं अगर हम लांगड़ी जा रहे हैं। जय श्री राम, जय। ल अब आज हाम्रो चाहिँ बिहानको मन्दिर दर्शन कार्यक्रम सुरु भयो। अब म मन्दिर दर्शन गर्नतिर जाँदैछु। आज मेरो भ्लगमा हजुर सबैलाई स्वागत छ।
ल साथीहरू यतापट्टि हुनुहुन्छ ल हाम्रो चिफ सर यता जानुभयो अब साथीहरू कसरी आउँदै हुन्छ सबिन सर आउँदै हुन्छ ल सबिन सर यतापट्टि हान्दै हेलो 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 हामी सबै मन्दिर दर्शन गर्न जाने हो श्रीराम 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 ल ल सीताराम 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 साथीहरूलाई राम सीताराम 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 साथीहरू हामी अहिले राम मन्दिर अयोध्यामा छौँ हनुमानको मन्दिर दर्शन गर्नको लागि अहिले हामी लाइनमा बसिरहेका छौँ यता भिड लागिसकेको छ ल हेर्नुहोस् है साथी हो यताबाट भिड लागिसकेको छ अब सब मान्छेहरू यहाँ चाहिँ यो दर्शन गर्नको लागि बसिरहेका छौँ जय हनुमान ल जोडिएका छौँ राम मन्दिर जय श्री राम जय श्री राम जय हनुमान ज्ञान गुण सागर 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 जय राम जय श्री राम राम जय श्री राम जय श्री राम साथी हो अब मेरो भ्लगमा अघि देख्नुभयो हनुमानको मन्दिर जान लगाएको अब अहिले
रामको मन्दिरतिर जाँदैछु। राम मन्दिर परिसर हामी आइपुगेका छौँ। यो दृश्य मैले कैद गरिरहेको राम मन्दिरको दृश्य। रामेश्वरम रेस्टुरेन्ट पनि देखिएको छ। अब एकछिनपछि हामी उता देखिएको राम मन्दिर। हामी जाँदैछौँ मन्दिर दर्शन गर्न। यो दृश्य मैले कैद गर्न लागेको राम मन्दिर, अयोध्याको राम मन्दिर, रामको जन्मभूमि भन्ने गरेको। सर ठिक छ नि? राम जन्मभूमि हुन त हामीले नेपालको माडी क्षेत्रलाई केपी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले पनि राम भूमि भन्नुभएको थियो। अब जहाँ भए पनि राम सबैको मनमा छन् हैन? राम मन्दिर, अयोध्याको राम मन्दिरको दृश्य, बाहिरी दृश्य कैद गर्दैछु। भित्र मोबाइल लान अनुमति रहेनछ। यहाँको स्पेसल खिचडी प्रसाद सबै साथीहरूको हात हातमा खिचडी प्रसाद छ। हामी पनि खान्छौँ खिचडी प्रसाद। आज खिचडी प्रसाद खान जाँदैछु मैले। चम्चा यहाँ छ, खिचडी यहाँ छ। यो प्रसाद हो, प्रसाद रूपमा मैले ग्रहण गर्दैछु। ल हेर्नुहोस् है साथी हो, खिचडी प्रसाद। यो खिचडी प्रसाद हो, खिचडी प्रसाद हामी ग्रहण गर्दैछौँ होइन सर? सर भन्नु सर, खिचडी प्रसाद है, खिचडी प्रसाद, खिचडी प्रसाद, खिचडी प्रसाद हो यो। हामी यता ग्रहण गर्दैछौँ। उता साथीहरू हुनुहुन्छ, उता खाइरहनु भएको छ, प्रसाद लिइरहनु भएको छ, ग्रहण गर्नुभएको छ। अलिकति पिरो रहेछ। मैले चाहिँ 3-4 चम्चा खाएँ अनि बन्द गरेँ। कितना है इसका? 100 रुपीस का 10 पीस। कितना है ये? 10 पीस है, 10 100 है, 100 इले रे शिव। छोटा वाला एक चुस्की चिया, एक चुस्की चिया साथी हो, चुस्की चिया यता हेर्नुहोस् त, चुस्की। थ्याङ्क यू, थ्याङ्क यू। चुस्की चिया अरे हो। म एक चुस्की लाउँछु है त। यतापट्टि सब सर चुस्की चिया लिँदै हुनुहुन्छ। मैले चाहिँ यो चिया, चुस्की चिया सानो, हेर्नु न कति सानो छ गर्दो रहेछ। यो सौर्य नदीको दृश्य मैले कैद गर्दैछु। पानी फोहोर भए पनि धेरै आस्थाको केन्द्र भएर हो कि किन मानिसहरूले धेरै नुहाइरहनु भएको छ।
ल ल ल साथीहरू हामी कुन नदीमा अरे सैरु नदी होइन बढी नदी हाम्रो ट्रेनजी भाइ छ ल हाम्रो राम सर यो सरयू नदीमा बोटिङ कस्तो लागिरहेछ भनिदिनुहोस्। साह्रै फ्यान्टास्टिक हेर्नुहोस् जो आउनुहुन्छ आनन्द लिनुहुन्छ जो आउनुहुन्छ त्यो कस्तो आउनुहुन्छ है रेकर्ड भयो नि मेरो त बुट्टा म्याडमले हेरिरहेको स्कुलमा हो त्यस्तो कलेजमा स्कुलबाट त्यो उहाँ तल के उसको होटल थियो नि पहिला तीर्थीहरूको के उहाँ तल बुद्ध के अरे मेगौली तासी कटे मेरो बिदाय त्यहाँ बिदाय गरेँ क्या म 75 सालमा मेरो बिदाय भएको कालीमा आउँदाखेरि गोरक्षनाथ मन्दिर परिसरमा आज गोरखपुरमा रहेको गोरक्षनाथ मन्दिरमा हामी आइपुगेका छौँ। अवस्था यस्तो छ वरपरको दृश्य।